नमस्कार साथीहो, आज म तपाईलाई यो किसिमको घिब्ली स्टाइल फोटो बनाउन सिकाउन गइरहेको छु। सर्वप्रथम तपाईलाई यो बनाउनको लागि एउटा एपको जरुरत पर्छ। त्यो एप युज गरेर तपाईहरु पनि आफ्नो भिडियो बनाउन सक्नुहुन्छ फोटो। त्यसको लागि तपाईले मेरो भिडियो लाइक कमेन्ट शेयर गरेर माया गरिदिनु होला। त्यसरी ल आजको भिडियो स्टार्ट गरौँ। त्यसको लागि सबभन्दा पहिला तपाई ChatGPT ओपन गर्नुपर्ने हुन्छ, डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरिसकेपछि ओपन गर्नुपर्छ। ओपन गरिसकेपछि प्लस आइकनमा क्लिक गर्नुपर्ने हुन्छ। प्लस आइकनमा क्लिक गरिसकेपछि तपाई आफ्नो फोटो सिलेक्ट गर्नुपर्ने हुन्छ। फोटोको अप्सन हुन्छ, फोटो अप्सनमा गएर आफ्नो फोटो सिलेक्ट गर्नुपर्ने हुन्छ। फोटो सिलेक्ट गरिसकेपछि त्यहाँ लेख्नुपर्ने हुन्छ मेक दिस फोटो टु घिब्ली स्टाइल फिल्टर। यति लेखेर तपाई यो पोस्ट गरिदिनु भयो भने केही मिनेटमै तपाईको भिडियो फोटो बनेर रेडी भइहाल्छ। हेर्नुस् गाइस, मेरो फोटो यसरी बनेर आइसकेको छ। तपाईहरु पनि आफ्नो फोटोलाई यसरी नै बनाएर यहाँ डाउनलोडमा सेभ गर्ने बटनमा क्लिक गरेर